कहिलेकाहीँ मलाई मेरो लाइफको पास्टको कुरा सम्झिँदा मलाई धेरै पछुतो हुँदो रहेछ। पछुतो किन हुँदो रहेछ? यदि मैले त्यो अनावश्यक खर्च नगरेको भए त्यो कलेज लाइफ अथवा ब्याचलर लाइफ पढ्दाखेरि र त्यो अनावश्यक खर्च नगरेर म कुनै बुकमा त्यो इन्भेस्ट गरेको भए मैले राम्रो शब्द लिएर तपाईहरू अगाडि बोल्न सक्थेँ र राम्रा राम्रा कन्टेन्टहरू पनि बनाउन सक्थेँ र योभन्दा झन् राम्रो हुन्थ्यो। त्यही भएर तपाईहरूले आफूले अनावश्यक खर्च नगर्नुस् र आफूले पाएको पैसा केही आफ्नो अनुशासन, आफ्नो पढाइ, आफ्नो शिक्षा र आफ्नो ज्ञानमा खर्च गर्नुस्, जुन चाहिँ तपाईहरूलाई भविष्यको लागि तपाईहरूले नयाँ कुरा उपलब्धि हासिल गर्न सकिन्छ। र नयाँ उपलब्धि हासिल गर्नुहुन्छ, तपाईले धेरै कुरा उपलब्धि हासिल गर्नुहुन्छ र त्यही उपलब्धिको कारणले तपाईहरूले आफ्नो लाइफ कम्फर्टेबल र सजिलो जिउन सक्नुहुन्छ।